जहाँ हुन्छ राधा नाम त्यहाँ बन्छ सबै काम। सबैले भन्नु पर्छ राधा राधा राधा, जीवनमा हट्दै जान्छ सबै बाधा। भनौ राधा राधा राधा, राधा भन्यो भने हट्छ सबै बाधा। राधा 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 कृष्ण 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 राधा राधा। राधे राधे। भनिन्छ नि चुम्बक र फलाम, यदि हामीले फलामको ठाउँमा चुम्बक राखिदियो भने चुम्बक आफै आएर त्यसमा टाँसिन्छ। हो त्यसरी नै यदि हामीले भगवान श्री कृष्णको नाम नउच्चारणे पनि हामीले राधा रानीको नाम उच्चारण गरेपछि भगवान स्वयं आफै श्री कृष्ण टाँसिन आउँछन्। सो त्यसैले गर्दा राधा रानीको नाम लिनुहोस्। जुनसुकै भगवानको नाम लिँदा पनि एउटै हो, भगवानका धेरै अवतार छन्, किनकि हरेक मानिसलाई अलग अलग भगवानमा विश्वास हुन्छ। बस यो सोच्नु पर्छ कि भगवान परम परमेश्वर हुन्, न कि छोटा मोटा धर्मका हुन्छ नि आफआफ्ना सब, त्यो होइन। भन्नुहोस् राधे राधे।